ल स्टारको पैसा अम्बो एन्जेला मुभी हेर्नेको भिडहरू अनि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन प्लिज सबैजनाले सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला हेलो एन्ड नमस्ते एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल सो आज चाहिँ मैले धेरै दिनपछि भिडियो लिएर आइसकेको छु धेरै दिन भन्दा नि कति दिन मलाई थाहा छैन मैले भिडियो ल्याएको थिएँ म चाहिँ अहिले स्टुडियो जाँदैछु स्टुडियो पुगेर अनि भरे चाहिँ हाम्रो प्लानिङ चाहिँ मुभी हेर्न जाने प्लानिङ भइरहेछ म स्टुडियो जान्छु अनि भरे हुन्छ कि हुँदैन अनि गयौँ भने तपाईहरुलाई देखाइहाल्छु 1 hour later साथीहरु म चाहिँ स्टुडियोबाट निस्केको दिदी बाइ बाइ दिदी पनि भ्याउनु भयो जानुहुन्थ्यो नि लु गएको ल दिदी हेरेर आउँछु हामी यता दिदी हुनुहुन्छ छिटो न यताबाट कताबाट मलाई के थाहा थियो त्यो हामी चाहिँ अब लाग्देको ल फिल्म हेर्नुलाई हैन यहाँ दिदीसँग पनि भेट भइसकेको छ के गरेको थिइस् अरे दिदीलाई आमा यतिकै त हुनु पर्यो बहिनीहरू भएपछि हैन यतिको त हुनु पर्यो कस्तो म त क्या ह्याप्पी हुँदै थिएँ क्या तपाईँ पनि आउनुहुन्छ भनेर अब झन् मजा हुन्छ भनेर सोचेको थिएँ मिस हुने तरिकाको नम्बर चाहिँ हान्नु भएको रहेछ एन्जिला अन्जिला ए एन्जिला के हो ल म्याक्स भित्र आइसक्यौँ हामी टिकट काटिसकेको ए टिकट काटिसकेको रहेछ त ल साथीहरू हामीले टिकट काटिसकेको रहेछौँ भन्नाले यहाँ बहिनीले काटिसकेर गइसकेको रहेछ टिकट चाहिँ मैले काटेको छ्यामाले काटिदियो अरे टिकट गरिदिनु भएको रहेछ अब हामीले गर्दैन लागेको ल जाम साथीहरू हजुर यहाँ झर्छ है हामी आइसक्यौँ साथीहरू हामीलाई थाहा छ नि खोरबाज हुँदैन भनेर अन्जिला हामी हेर्नु जाँदैछौँ साथीहरू ल हामी मान्छे बिग्रिन्छ डढेर लाग्नको लागि पनि सल्लाह काटी काट्नु हुन्छ प्याक भइसकेको रहेछ अम्बो ग्यासै पड्किनु ठाम्ने हिम्मत छ खुब खाना बनाउँछ वेयर कुनै चस आयो भन्नु पर्छ ल स्टारको भइसकेको रहेछ साथीहरू अम्बो के हो तर लास्ट प्याक स्टार्ट भयो है साथीहरू केलाडीको मध्यन्तर भयो आमा आँसु भयो ल मेरो झरो नि कति ठाउँमा आधी भयो साथीहरू अब चाहिँ हामी एकछिन ब्रेक लिन्छौँ अनि कस्तो आधी हुने बेलासम्म त कस्तो आँसु आयो हेर्नु भएन दिदी एकचोटि नै आएन आँसु कस्तो टच भएको क्या मलाई त भन्दा धेरै दूर चाहिँ मैले देखेको थिइनँ आँसु धेरै झारेको त साथीहरू कस्तो मामा मलाई त कस्तो भयो मान्छे आँसु झारिहालेको छैन यसो दुईवटा रुयो भन्छ उसले जुन बाहिर सबको फोटोसुट हुँदैछ हामी चाहिँ वासरुम जाँदैछौँ यतिको भिड छ साथीहरू हाम्रो एन्जेला मुभी हेर्नेको भिडहरू लास्ट हाम्रो पार्टीहरू चाहिँ यता छ ल साथीहरू
जबसम्म म आफै लड्दैन तबसम्म मेरो सहारा कोही हुँदैन। यो मेरो मैदान हो। यो छोरी मान्छे हो, यसले गर्न सक्दैन भन्थ्यो नि, तिनीहरूको मुख बन्द गर्नुपर्छ तैँले। जुन दिन यो दुनियाँले तेरो गुणगान गाउन थाल्छ त्यो दिन तेरो आमाभन्दा खुसी अरू कोही पनि हुन सक्दैन। मैले तँलाई जन्मेदेखि अहिलेसम्म टाढा राखेको छु र त आज आफ्नो कर्मको सुल्झाउँदैछस्, त्यही पनि लुकेर। तर मलाई विश्वास तँ फर्केर आउँदा तेरो पछि हुल लाग्नेछ। म छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्न सकौँ मेरो छोरी आउँदैछ। लुगा सबै भिजाइरहेछ माथि जाँदो रहेछ फेरि तलै। 70 नै अन्तिममा त रुनु भयो होइन? उयो त कुनै कुनै साथीहरू तपाईँहरू चाहिँ अवश्य गरेर हेर्नु होला। यो मुभी हेर्न छुटाउनु भयो भने चाहिँ रिग्रेट होला, रिग्रेट। यति राम्रो छ कि साथीहरू मुभी, साँच्ची भनेको तपाईँहरूले हेर्नु छुटाउनु भयो भने चाहिँ लास्टै रिग्रेटवाला होला। हामीलाई चाहिँ एकदम राम्रो लाग्यो। धेरै रुने भनेको चाहिँ यो र मै यो पनि अलिअलि इमोसनल हुँदै थियो, मैले हेर्दै थिएँ होइन। रुँदै थियो यो पनि, त्यो उयसमा त त्यो कुन पार्ट होइन यस्तो गरेर रुँदै थियो यो पनि। कति आँसु आउन आँटै थियो के भन्दै बस्छु यो चाहिँ। अब यो चाहिँ वास्तविक कथालाई लिएर बनाएको हो नि त, त्यही भएर हो। त्यही भएर यो र मैथिन क्या धेरै रुने चाहिँ सेवारो अङ्कल रुद्दा रुद्दा गरेर आएको नि यहाँ। यसको त हेर्नु न भिजेर यता हाम्रो छ्यामा यता मन्जु आन्टी त्यही त फिल्म हेर्नु पुग्यो भनेर रुको होइन। यो पनि रुयो नि टोइलेट गराउँछु नरुनु होइन। अब हामी फिल्म निक्लेर निस्क्यौँ अनि हामीलाई मम्मीले सिकाउँदै के भनेर पठाउनु भएको अरे हामीलाई हेर्नु। सबसे पहिलोचोटि चाहिँ मैले तँहरू तिनटाले जिन्दगी के रहेछ भनेर सिकोस् भनेर पठाएको। यतिको त हुनु पर्यो। पत्ता लटेर कडा कडा छन चाहिँ मेरो 3-4वटा छोरीहरू छ। माया चाहिँ कुनले धेर गर्छ हेर्नु पर्ने। मान्छेले जिन्दगीको भोगाइमा नि यतिको दुःख पाएपछि चाहिँ पछि गएर चाहिँ यस्तो प्रफिटली भएर निस्किँदो रहेछ होइन भन्ने देखाएको छ फिल्ममा होइन। जिन्दगीमा त्यतिको भोगाइ चाहिँ हुनुपर्छ अनि चाहिँ माथि पुग्न सकिन्छ। यति धेरै स्ट्रङ बलियो भइन्छ क्या, सेल्फ कन्फिडेन्ट। एकदमै कडा। जिन्दगीमा जति नै दुःख कठिन आए पनि हार नमानी स्ट्रङ भएर अगाडि बढ्नुपर्छ। म गर्न सक्छु भनेर त्यो चाहिँ यसरी उतो भएपछि को रुन्छ। शी इज लिटरली क्राइङ। कुन फिल्म भन्नु
एन्जिला मुभी आएर मान्छेको रियालिटी जिन्दगीमा चाहिँ के आउँदो रहेछ आएर पनि कठिनाइहरू यस्तो भएर पनि जाँदो रहेछ भन्ने चाहिँ हुन्छ नि त यो फिल्मले त्यही भएर चाहिँ मैले यिनीहरूलाई जा हेर भनेर भनेको क्या हेरोस् न नि होइन हो त अनि सिको हुनुपर्छ सिकिन्छ क्या यो साँच्चीकै मान्छेको लाइफमा नि यो कुरा चाहिँ कठिनहरू भोगेको छ नि मेरो त आमा डेलीमा पानी हाम्रो चटपटी पनि आयो सबैको आफ्नो ह्यान्डमा बात अघिदेखि न मुभीमा आमै हो जस्तै भने त्यति बुझ के आमा भनेको आमै हो बाउ भनेको बाउै हो भन्ने त्यति बाई बाई सबैजनालाई बाई झन् देखाइदिनु हाम्रो मन्जु आन्टीलाई हेरेर एकलाई हो बाई ओके बाई भाइलाई पनि बाई युमीको मेरो नाम उसको नाम भन न भन्दैछ युमीलाई पनि बाई 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 कुचङलाई पनि बाई ए आइगएको ल गफ हो हामी किन हाँस्नु भएको ल कहाँबाट जानु अन्त भित्रको बाटो जानु पर्थ्यो हो यताबाट ल ओए पानी झरेको होइन ल गफ हो ए पर बीचमा रे दाइ उयो पर बीचमा रे का बीचमा ल दिदी बाई बाई हामी चाहिँ अब छुटेको ल म नि घर जान्छु ल अनि साथीहरू एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूले अलिकति थोरै मुभी हेरिसकेर आएर पनि म इमोसनल भएको भिडियो देख्नुभयो होला सायद त्यो चाहिँ के भएर भने अब कतिजनाले त नाटकै बेसी भयो फिल्म हेरेर आएर पनि किन रुनु होला त्यस्तो नाटक किन देखाएको भन्नुहुन्छ होला सोच्नुहुन्छ होला अनि त्यो चाहिँ छ्यामाले सोध्नु भयो नि त अनि कस्तो भयो के भयो भनेर त्यसपछि म चाहिँ पुरा एक्सप्लेन गर्दै थिएँ क्या अनि एक्सप्लेन गर्दै म इमोसनल भइदिएँ अनि इमोसनल भइसक्दाखेरि चाहिँ भिडियो रेकर्ड गर्दैछ बहिनीहरूले अनि सो त्यही हो अनि एउटा कुरा चाहिँ बिनीलाई धेरै मिस गरेँ अनि योभन्दा अगाडि चाहिँ म बिनी मेरो साथीसँग गएको थिएँ होइन त्यो मुभी पनि यस्तै थियो इमोसनल त्यो मुभी पनि इमोसनल नै थियो इमोसनल बनाउने खालको नै थियो तर त्योभन्दा चाहिँ अझ राम्रो चाहिँ यो छ मुभी होइन यो चाहिँ किनकि रियल स्टोरी भएर होला धेरै इमोसनल हुने पार्टहरू छ सो त्यही हो मान्छेको वास्तविक जीवनमा घटेको घटनालाई मुभीको थ्रुबाट निकालिदिनु भएको छ होइन सो त्यही हो सबैजनाले गरेर अलराउन्ड एकदम राम्रो लाग्यो मलाई चाहिँ एकदम मोटिभेसन अनि इमोसनल प्लस इन्सपायर खालको मुभी बनेको छ एकदम डिमोटिभेट भइराख्नु भएको छ यदि कोही भने त्यो मुभी हेरेपछि एकदम हुन्छ नि मोटिभेट फिल हुन्छ क्या सो त्यही हो एकदम मोटिभेट हुने खालको मुभी बनेको छ सो अवश्य गएर हेरिदिनु होला सो मलाई चाहिँ एकदमै हामीलाई चाहिँ अब एकदमै राम्रो लाग्यो मुभी सो तपाईँहरूलाई पनि मनपर्ने छ सो भन्दै थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई एभ्रीवान